अम्मा बाद औज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम दराज़ इस्लाम हाजिर मौजूद अस्सलाम वालेकुम। इस कार्यक्रम का सभापति मंच में आसीन विभिन्न संघ संस्था का प्रमुख एवं प्रतिनिधिहरू, राजनीतिक दल का नेताकर्मीहरू, कार्यक्रम में सहभागी हुनुभएका मुस्लिम हक अधिकार प्राप्ति को लागि जहिले पनि अगुवाई गर्दै आउनुभएका आदरणीय मौलवी मौलाना हाजी साहब, आम मुस्लिम समुदाय एवं मुस्लिम आंदोलन प्रति एकात्मता जाहिर गर्ने आम जनसमुदायहरूमा राष्ट्रिय मुस्लिम आयोगको तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि अस्सलाम वालेकुम, हार्दिक नमस्कार। आज हामी मुस्लिम अधिकार को बारे में विभिन्न क्षेत्र, केंद्र र जिल्ला हुँदै हाम्रा माग को बारे में, हाम्रो पहिचान को बारे में, हाम्रो अधिकार को बारे में नयाँ बन्ने संविधान में सुनिश्चित होस् भन्ने उद्देश्यका साथ र आम मुस्लिमहरूलाई हाम्रो अधिकार को बारे में जनचेतना र जागरूक बनाउने उद्देश्यका साथ राष्ट्रिय मुस्लिम आयोगले इस किसिमका कार्यक्रमहरू विभिन्न रूपमा गर्दै आइरहेको छ। कार्यक्रमहरू गर्ने क्रममा राष्ट्रिय मुस्लिम आयोगले देशमा रहेका राज्य सञ्चालनको जिम्मा लिएका राजनीतिक दल, राज्यका प्रमुख मन्त्री लगायतका व्यक्तित्वहरूसँग मुस्लिमको बारेमा केन्द्रमा यस्तै अन्तर्क्रियाहरू गरेको थियो र जिल्लामा जिल्ला स्थानीय लेभलमा जिल्लाको समस्याहरू र यस क्षेत्रका आवश्यकताहरू जे अवस्थाका छन् ती समस्याहरूलाई सम्बोधन उजागर गर्ने उद्देश्यका साथ हामीले जिल्लामा पनि यी कार्यक्रमहरू गरेका छौँ। राष्ट्रिय मुस्लिम आयोगले विभिन्न विषयहरूमा अध्ययन अनुसन्धान पनि गरेको छ। मुस्लिमहरूको धर्म, सांस्कृतिक रीतिरिवाज जुन ऐतिहासिक महत्त्व बोकेका क्षेत्रहरू छन् त्यसको पनि अध्ययन गरेको छ र मुस्लिम आयोगले शैक्षिक क्षेत्रको अध्ययन र यसको प्रभावकारी मदरसालाई कसरी व्यवस्थित गर्न सक्छ र यसको चाहिँ उजागर गर्न कसरी सकिन्छ भन्ने उद्देश्यका साथ राष्ट्रिय मुस्लिम आयोगले यस विषयमा पनि गहन रूपमा अध्ययन विभिन्न जिल्लाहरूमा गरेको छ। हामी यी अध्ययन गर्ने क्रममा मुस्लिमहरूका केही महत्त्वपूर्ण अधिकारका कुरा र ऐतिहासिक क्षेत्रका कुरा र मुस्लिमको इतिहासका कुरा सँगै अधिकार राजनीतिक दलसँग गरेका सम्झौताका कुराहरू हामीले आम मुस्लिम समुदायमा यी कुराहरू राख्दै आएका छौँ। वास्तवमा मुस्लिम समुदायको एउटा इतिहासको उजागर गर्ने र इतिहास हेर्ने हो भने नेपालमा 1400 वर्षको इतिहास नेपालमा देखिन्छ। हामीहरूलाई थाहा छ हाम्रो छिमेकी जिल्ला जुन मदरबाबा छ त्यसको इतिहास लामो इतिहास छ। त्यसले पनि एउटा पुष्टि हुन्छ नेपालमा मुस्लिम समुदायको इतिहास लामो इतिहास बोकेको छ। राज्यको पहुँचमा हेर्ने हो भने र राज्यमा सहभागिता कुरा हेर्ने हो भने मल्लकालीन र लिच्छवीकालीन देखि नै मुस्लिम समुदायहरू राज्यमा पहुँच देखिन्छ। तर यति लामो इतिहास बोक्दा पनि नेपालका मुस्लिम समुदायहरू नेपालको राजनीतिक घटनाक्रममा विभिन्न आन्दोलनमा सहभागी भए, शहीदहरू भए, गिरफ्तारी भए तापनि हाम्रो अधिकारहरूलाई सुनिश्चित हुन सकेन। अहिलेसम्म आउँदा नेपालमा अन्तरिम संविधान निर्माण हुँदासम्म पनि नेपालमा 6 वटा संविधानहरू बनिसके। तर ती 6 वटा संविधानमा मुस्लिमको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, धार्मिक लगायतका विषयहरू कुनै पनि उल्लेख हुन सकेन। हामीहरूको यो दुर्भाग्यपूर्ण अवस्थाले हामी हरेक क्षेत्रमा पछाडि परेका छौँ। तसर्थ आज हामी राष्ट्रिय मुस्लिम आयोगले यी समस्याहरूलाई नयाँ बन्ने संविधानमा हाम्रो माग उजागर होस्, हाम्रो माग नयाँ बन्ने संविधानमा लेखियोस् भन्ने उद्देश्यका साथ हामी सबैलाई
एकताबद्ध भएर कुनै राजनीतिक दल, कुनै सङ्घ संस्था, कुनै फिर्का नभई मुस्लिम समुदायको माग या पूर्व होस् या पश्चिम होस् या उत्तर होस् या दक्षिण होस्, नेपालको हरेक कुनामा बस्ने मुस्लिमको साझा माग, साझा पहिचान, साझा समस्या एउटै हो भन्ने उद्देश्यका साथ हामी एकता हुन आवश्यक अपरिहार्य छ र आवश्यकता जरुरत छ। त्यो मरण हामीले गर्न जरुरत छ, किनकि हामीहरूलाई एकता यदि भइएन भने, एकजुट भइएन भने हाम्रा यी समस्याहरू हामीहरूलाई जहिले पनि या राणाकालीन होस्, पञ्चायतकालीन होस् या बहुदल होस् या अहिलेको सङ्घीय गणतन्त्र, लोकतान्त्रिक गणतन्त्रको रूपमा होस्, हामी एउटा भोट ब्याङ्कको रूपमा चाहिँ मात्र प्रयोग गर्नेछौँ र हुनेछौँ। यो कुरालाई बुझ्न जरुरत छ। हाम्रो कुरा यहाँ मात्र होइन, हाम्रो पृथक पहिचान भनेका छौँ। हाम्रो पृथक पहिचान के हो? हाम्रो धर्म, सांस्कृतिक रीति रिवाज, लवाई खवाई हाम्रो बेलग अलगै छ। यसको हाम्रो पहिचान खोजेका छौँ। हाम्रो इतिहास अलगै छ, यसको हामीले पहिचान खोजेका छौँ। यी कुराहरूलाई राज्यलाई बुझाउन र तपाईँहरूलाई राज्यका हरेक निकायहरूमा तपाईँहरूको पनि सहयोगको आवश्यकता छ, किनकि एक संस्थाले मात्र सबै कार्यहरू पुरा गर्न सक्दैन, एक हातले मात्र ताली बज्न सक्दैन। तसर्थ म तपाईँहरूलाई यी हाम्रा समस्याहरू जुन रहेका छन् ती समस्याहरूको समाधान एकताबाट नै सम्भव छ। र हाम्रो मदरसाका कुराहरू हामीले यहाँ गर्दै आएका छौँ, तर दुर्भाग्य कुरा मदरसाको व्याख्या विभिन्न राजनीतिक दल, विभिन्न बौद्धिक व्यक्तित्वहरूको बुझाइ यसको समस्या कस्तो अवस्था छ भने मदरसा भनेको एउटा धार्मिक पढाइको रूपमा बुझ्ने गर्छन्। तर हामी मुस्लिम समुदायहरूलाई मदरसा एउटा शिक्षाको केन्द्र हो, मदरसा एउटा चाहिँ शिक्षाको ज्योति हो, यसमा कुनै धार्मिक गतिविधि हुँदैन भन्ने कुरा हामीले बुझेका छौँ। हाम्रो पनि वास्तविक त्यही नै हो। तर मदरसालाई जुन बुझ्ने तरिका छ यो गलत छ भन्ने हामीले बुझेका छौँ। मदरसालाई जुन सामुदायिक विद्यालयको अवधारणामा जबसम्म ल्याउन सकिँदैन, सामुदायिक विद्यालयले जुन पाउने सुविधा सेवा र राज्यले गरेको छ त्यो अवस्थामा चाहिँ मदरसा ल्याउन जरुरत छ। यदि वास्तवमा मदरसालाई धार्मिक केन्द्र बुझ्ने हो भने के नेपालमा संस्कृत विश्वविद्यालय छैन? संस्कृत विश्वविद्यालयलाई यदि धार्मिक केन्द्र मान्ने हो भने त्यो पनि गलत हो भन्ने हामीले पनि त्यो कुरा बुझेका छौँ। संस्कृत विश्वविद्यालय एउटा भाषा हो, भाषाको आधार लिँदा र पढाइ हुँदा शिक्षाको चाहिँ आकर्षण बनाउँदा त्यो चाहिँ कुनै धर्मलाई आक्षेप आरोप लगाउनु गलत हो। त्यसर्थ म के अपिल गर्न चाहन्छु भने, के आग्रह गर्न चाहन्छु भने मदरसा एउटा शिक्षाको ज्योति हो, मदरसा एउटा शिक्षाको केन्द्र हो। यसलाई सबै क्षेत्रबाट राज्यले चाहिँ यसको उत्थान, संवर्धन र व्यवस्थापन गर्न राज्यको दायित्व हो। हाम्रा अहिले मुस्लिम मौलानाहरूको इको ब्यालेन्सको बहुत ठुलो समस्या छ। यसै देशमा संस्कृत विश्वविद्यालयमा अध्ययन गरेका चाहिँ विद्यार्थीहरूले हरेक निकायहरूमा लड्ने पाउँछन्, हरेक निकायमा उनीहरूलाई सिटको व्यवस्था गरेको छ, उनको लाइसेन्स हरेक ठाउँमा चाहिँ लागू हुने गर्छ। तर हाम्रो मदरसामा अध्ययन गरेका मौलवी मौलानाहरूको यो व्यवस्था हुन सकेका छैन, किनकि यो राज्यमा जबसम्म इको ब्यालेन्स र मदरसालाई चाहिँ विश्वविद्यालयको अवधारणामा र मुस्लिम समुदायहरूलाई चाहिँ उच्च शिक्षासम्मको लागि पूर्ण शिक्षा निःशुल्क हुँदैन तबसम्म हाम्रो मुस्लिम समुदायको शैक्षिक उन्नति हुन सक्दैन। जबसम्म शैक्षिक उन्नति हुन सक्दैन त्यसको चाहिँ हरेक क्षेत्रहरूको चाहिँ हरेक ठाउँहरूमा पछाडि पर्ने वास्तविकता हो, किनकि शिक्षाबाट नै यसको राजनीतिक, आर्थिक, सामाजिक र शैक्षिकको चाहिँ उजागर गर्न सक्छ। शिक्षा नै यो मेरुदण्ड हो भन्ने कुरा हामीले पनि बुझेका छौँ र सबै व्यक्तित्वहरूले पनि यो कुरा बुझ्नु भएको छ। तर हेर्ने दृष्टिकोण र बुझ्ने दृष्टिकोण र दिने सवालमा विभेद नीति अवश्य नै नेपालमा छ। तसर्थ म के आग्रह गर्न चाहन्छु, के अपिल गर्न चाहन्छु भने मदरसा पनि एउटा शिक्षाको केन्द्र हो। त्यसलाई चाहिँ सामुदायिक विद्यालयको जुन अवधारणा छ, समुदायको जुन विधि छ, नीति छ, त्यस दिशातिर चाहिँ मदरसालाई चाहिँ लगियोस्। हाम्रो राष्ट्रिय मुस्लिम आयोगको माग र मुस्लिम समुदायको माग पनि यहाँनिर रहेको छ। तर
हामीहरू मुस्लिम समुदायहरूलाई हरेक क्षेत्रबाट धार्मिक क्षेत्रमा पनि हामी विवेकमा परेका छौँ किनकि हाम्रा धार्मिक धरोहरका क्षेत्रहरू मस्जिद कब्रिस्तान ईदगाह जस्ता चाहिँ क्षेत्रहरूमा राज्यले अहिले कुनै पनि त्यसको संरक्षण व्यवस्थापन र सम्बोधन गर्न सकेको छैन। अन्य धर्मावलम्बीहरूको जसरी चाहिँ राज्यले चाहिँ त्यसको विकास संरक्षण सम्बोधन गरेको छ हाम्रो धर्मको मस्जिद कब्रिस्तान ईदगाह यस्ता क्षेत्रहरूमा मुस्लिम समुदायहरूले आफ्नो चन्दाको भरबाट चन्दाको आधारबाट यी क्षेत्रहरूलाई विकास र निर्माण गर्ने काम गरेका छन्। के यो देशमा चाहिँ मुस्लिम समुदायको धार्मिक उत्थानको नैतिक अधिकार छैन? पक्कै पनि छ, किन हामी यो देशका नागरिक हौँ। हामीले यो देशमा चाहिँ आफ्नो खुन बगाएका छौँ, पसिना बगाएका छौँ, आफ्नो मेहनत हाम्रो यही नेपालमा भएकोले यी क्षेत्रहरूलाई राज्यले व्यवस्थापन गर्न आवश्यकता छ। नेपालमा धेरै प्रायः धर्मावलम्बीहरूको एउटा धार्मिक पर्यटकीय स्थलको रूपमा विकास भइरहेको छ। म तपाईलाई भन्न चाहन्छु कि बुद्ध धर्मावलम्बीहरूको एउटा धार्मिक पर्यटकीय स्थलको रूपमा लुम्बिनीलाई विकास गरिरहेको छ राज्यले, त्यसको व्यवस्थापन राज्यले गरेको छ। र हिन्दू धर्मावलम्बीहरूको धार्मिक पर्यटकीय स्थलको रूपमा लुम्बिनी लगायत पशुपति लगायत विभिन्न क्षेत्रहरू चाहिँ छन्। यो देशमा मुस्लिम समुदायका त्यस्ता ऐतिहासिक धार्मिक स्थलहरू छन् जुन एउटा पर्यटकीय रूपमा चाहिँ विकास गर्न सकिन्छ। मैले विगतमा भनिसकेँ। मैले एउटा उदाहरण दिन खोजेको छिमेकी जिल्ला भएको नाताले मदरबाबाको त्यहाँ चाहिँ यो वर्षको एकपटक मेला लाग्ने गर्छ र त्यहाँ लाखौँ मान्छेहरू त्यो क्षेत्रमा चाहिँ जियारत गर्ने आउने गर्दछन्। त्यसलाई चाहिँ एउटा धार्मिक पर्यटक रूपमा विकास गर्न सकियो भने मुस्लिम समुदायको मात्र नभएर राज्यको एउटा आर्थिक क्रान्तिको विकास र आर्थिक उत्थान हुन सक्छ र मुस्लिमको चाहिँ पनि एउटा भावनालाई समेट्न सकिन्छ भन्ने कुरा हामी मुस्लिम समुदायको रहेको छ र यो कुरालाई चाहिँ राज्यले बुझ्न जरुरत छ। अर्को कुरा, यो देशमा जबसम्म राजनीतिक स्थिरता हुँदैन, राजनीतिक अवस्थालाई सही तरिकाले बुझ्न सकिँदैन, तबसम्म हाम्रा चाहिँ मागहरू पुरा हुन सक्दैनन्। किनकि हाम्रा माग पुरा हुनको लागि जबसम्म नीति ऐन र विधानमा हाम्रा उल्लेख कुराहरू हुँदैनन्, हामीले चाहिँ गर्ने कुराहरू एउटा चाहिँ आधार कुनै पनि हुन सक्दैन। जबसम्म ती कुराहरूलाई, ती अधिकारहरूलाई, ती क्षेत्रहरूलाई, ती हाम्रा समस्याहरूलाई ऐन कानुन र विधानहरूमा उल्लेख हुँदैनन्, तबसम्म हाम्रा यी समस्याहरू समाधान हुन सक्दैनन्। तसर्थ ती समस्याहरूलाई एकाकार गर्नको लागि, ती समस्याहरूलाई सम्बोधन राज्यलाई गराउनको लागि तपाईँ हामी सब एकता हुन जरुरत छ। एकताबाट नै यी सबै कुराहरू सम्भव छन्। म यही पनि गर्न चाहन्छु। र मुस्लिम समुदायका समस्याहरूको विषयमा हाम्रा पूर्व वक्ताहरूले थुप्रै राखिसक्नु भएको छ। धेरै जानकारहरूले हाम्रो अधिकारको विषयमा, हाम्रो शिक्षाको विषयमा, हाम्रो धार्मिक विषयहरूमा, हाम्रा मौलिक हक अधिकारका विषयहरूमा हाम्रा विज्ञहरूले यहाँ तपाईहरुसमक्ष पेश गरिसक्नु भएको छ। किनकि ती समस्याहरूलाई सम्बोधन गर्नको लागि, ती समस्याहरूलाई समाधान गर्नको लागि, ती क्षेत्र हाम्रा आवश्यकताहरूलाई पूरा गर्नको लागि अब बन्ने नयाँ संविधानमा, अब बन्ने यो संविधान बन्न गइरहेको छ। यसमा चाहिँ सबै ठाउँबाट, सबै क्षेत्रबाट सबैको आवाज पुग्न जरुरत छ। यी कुराहरू राख्दै म तपाईहरुले जुन यो चितवन जिल्लामा जुन आफ्ना चाहिँ कुराहरू राख्नुभयो, यो कार्यक्रममा सहभागी भइदिनु भयो र यो आयोगको कार्यक्रममा आएर केही समय बिताइदिनु भयो। आयोगको तर्फदेखि हार्दिक धन्यवाद दिन चाहन्छु र आयोगको तर्फदेखि हृदयदेखि आभार व्यक्त गर्दै र आयोगले यस्ता कार्यक्रमहरू गरेमा पुनः सहभागी भइदिनु हुन अपिल गर्दै तपाईहरुले दिएका राय सल्लाह सुझाव हाम्रो आयोगको लागि, हामी मुस्लिम समुदायको एउटा मार्ग बन्नेछ र तपाईहरुको राय सल्लाह सुझाव जुन हामीले टिपेका छौँ त्यो चाहिँ हामी एकमुष्टका साथ राज्यलाई चाहिँ बुझाउने छौँ र यस क्षेत्रका समस्याहरू तपाईहरुले राख्नु भएको छ। ती समस्याहरूलाई पनि हामीले राज्यसँग एउटा पुलको काम गर्नेछौँ र तपाईहरुले जुन स्थानीय समस्याहरू, कब्रिस्तानका समस्याहरू राख्नुभयो, यहाँका मस्जिदका समस्याहरू राख्नुभयो, यहाँका शैक्षिक समस्याहरू राख्नुभयो, यहाँका धार्मिक समस्याहरू राख्नुभयो, यी कुराहरू तपाईहरुले हामीले एकमुष्ट गरेर राज्यलाई बुझाउने प्रतिबद्धतासहित म तपाईहरुसँग बिदा हुन चाहन्छु। वास्ना दुआना अल्हम्दुलिल्लाह रब्बिल आलामीन। अस्सलामु अलैकुम।